के तपाईलाई थाहा छ भूत प्रेत साँचो हुन्छन्? के तपाईलाई थाहा छ हिन्दू धर्ममा भूत प्रेत र पितृहरूलाई फरक मानिन्छ? के तपाईलाई थाहा छ कसरी एउटा मानिस मरेपछि भूत बन्छ? र सबैभन्दा महत्त्वपूर्ण, के हिन्दू देवताहरूले नै भूत प्रेतको बारेमा के भन्नुभएको छ? आज म तपाईहरूलाई गरुड पुराण, ब्रह्मवैवर्त पुराण र अथर्ववेदको आधारमा भूत प्रेतको पूरा सत्य बताउनेछु। यो भिडियो अन्त्यसम्म हेर्नुहोस्, किनभने अन्तमा म तपाईहरूलाई बताउनेछु कसरी थाहा पाउने कि तपाईको घरमा भूत छ कि छैन, र यदि छ भने कसरी निकाल्ने। तर सावधान, यो भिडियो धेरै डरलाग्दो छ। यदि तपाईँ एक्लै हुनुहुन्छ भने सायद अहिले हेर्नु ठिक होइन, तर यदि तपाईँ साँचो सत्य जान्न तयार हुनुहुन्छ भने अगाडि बढ्नुहोस्। अहिले नै सब्स्क्राइब बटन थिच्नुहोस् र घन्टी बजाउनुहोस्। कमेन्टमा जय महाकाल लेख्नुहोस् यदि तपाईँ यो रहस्य जान्न तयार हुनुहुन्छ भने। नमस्कार दर्शकहरू, भगवान कथा नेपालमा तपाईहरू सबैलाई स्वागत छ। आज हामी एउटा यस्तो विषयमा कुरा गर्नेछौँ जुन सुन्दा तपाईहरूको रौँ खडा हुनेछ। तर यो केवल डराउने कुरा होइन, यो हाम्रा पवित्र शास्त्रहरूमा लेखिएको सत्य हो। सुरु गरौँ। पहिलो सत्य, भूत प्रेत र पितृमा फरक के हो? यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। धेरै मानिसहरूले सोध्छन् सबै मृत आत्माहरू भूत हुन्, तर यो गलत छ। गरुड पुराणमा स्पष्ट रूपमा 3 प्रकारका मृत आत्माहरू बताइएको छ। पहिलो, पितृ अर्थात् पुर्खाहरू। यी ती मृत आत्माहरू हुन् जसको मृत्यु सामान्य तरिकाले भयो र सबै अन्त्येष्टि संस्कार अर्थात् मृतक संस्कार राम्ररी भयो। उनीहरूलाई 13 दिनसम्म पिण्डदान अर्थात् भातको गोला मिल्यो, श्राद्ध तर्पण अर्थात् मृतकको लागि पूजा भयो। यस्ता आत्माहरू पितृलोक अर्थात् पुर्खाहरूको संसारमा बस्छन्। उनीहरू शान्तिमा हुन्छन्, आफ्ना सन्तानहरूलाई आशीर्वाद दिन्छन् र हरेक वर्ष पितृपक्षमा अर्थात् पुर्खाहरूको 15 दिनमा पृथ्वीमा आएर आफ्ना परिवारलाई भेट्छन्। यी भूत होइनन्, यी आदरणीय पुर्खाहरू हुन्। दोस्रो, प्रेत अर्थात् भोकै मर्ने आत्मा। यी ती आत्माहरू हुन् जसको मृत्यु अचानक भयो, दुर्घटनामा, हत्यामा वा अस्वाभाविक तरिकाले, र उनीहरूको शरीरको अन्त्येष्टि संस्कार राम्ररी भएन, पिण्डदान मिलेन, श्राद्ध भएन। यस्ता आत्माहरू पृथ्वीमा नै अड्किन्छन्। उनीहरूलाई यमराज ज्यू कहाँ अर्थात् मृत्युका देवता कहाँ जान सकेका हुँदैनन्। उनीहरूलाई भोक लाग्छ, तिर्खा लाग्छ, तर खान पिउन सक्दैनन्। उनीहरू पीडामा हुन्छन्। यी नै प्रेत हुन्। यी कष्टमा भएकाले कहिलेकाहीँ जीवित मानिसहरूलाई समस्या पनि दिन सक्छन्। तेस्रो, भूत। यी सबैभन्दा खतरनाक हुन्। भूत ती आत्माहरू हुन् जसले मर्नु पर्दैन थियो, तर आत्महत्या अर्थात् आफैले आफूलाई मार्नु गरे, वा अत्यधिक मोह अर्थात् लोभ भएकोले शरीर छोड्न मानेनन्। यस्ता आत्माहरू पूर्ण रूपमा पृथ्वीमा अड्किन्छन्। यमदूतहरू अर्थात् मृत्युका सन्देशवाहक आउँछन्, तर यी जान मान्दैनन्। यी कुनै ठाउँ, व्यक्ति वा वस्तुसँग अत्यधिक जोडिएका हुन्छन्। यी नै असल भूत हुन् जसले मानिसहरूलाई सताउँछन्, घरमा समस्या गर्छन्, डराउँछन्। अब तपाईहरूले बुझ्नुभयो पितृ, प्रेत र भूतमा फरक के हो। दोस्रो सत्य, भूत कसरी बनिन्छ? वैज्ञानिक प्रक्रिया। गरुड पुराणमा यो प्रक्रिया विस्तृत रूपमा बताइएको छ। सुन्नुहोस् ध्यानपूर्वक। जब एक सामान्य मानिस मर्छ, त्यो समयमा यमदूतहरू आउँछन्। उनीहरू आत्मालाई शरीरबाट निकाल्छन् र यमराजज्यू कहाँ लैजान्छन्। त्यहाँ चित्रगुप्तज्यूले अर्थात् कर्म लेख्ने देवताले कर्मको हिसाब गर्नुहुन्छ र आत्मालाई उचित गति अर्थात् नयाँ जन्म दिइन्छ। स्वर्ग अर्थात् देवलोक, नरक अर्थात् दुःखको संसार, वा पुनर्जन्म अर्थात् फेरि जन्म लिनु। तर केही अवस्थामा यो प्रक्रिया बाधित अर्थात् रोकिएको हुन्छ। पहिलो अवस्था, अचानक हिंसात्मक मृत्यु। यदि कसैको सडक दुर्घटनामा, हत्यामा वा अस्वाभाविक तरिकाले मृत्यु भयो भने आत्मा अलमलमा अर्थात् भ्रममा पर्छ। उसलाई थाहै हुँदैन कि म मरे। यमदूतहरू आउँछन्, तर आत्मा डराउँछ र भाग्न खोज्छ। यो आत्मा पृथ्वीमै अड्किन्छ। दोस्रो अवस्था, अन्त्येष्टि संस्कार नभएको शरीर। यदि शरीर जलाइएन, गाडिएन वा खोलामा बगाइएन भने आत्मा शान्ति पाउँदैन। गरुड पुराणमा भनिएको छ कि अन्त्येष्टि संस्कार आत्मालाई शरीरबाट पूर्ण रूपमा मुक्त गर्छ। यदि यो नभयो भने आत्मा शरीरको वरिपरि नै घुम्छ। तेस्रो अवस्था, पिण्डदान र श्राद्ध नभएको मृत्युपछि। 13 दिनसम्म आत्मालाई यातना शरीर अर्थात् पीडा भोग्ने शरीर मिल्छ।
यो शरीरलाई भोक तिर्खा लाग्छ। यदि परिवारले पिण्डदान गरेन भने आत्मा भोकै रहन्छ र पीडामा हुन्छ। यस्ता आत्माहरू प्रेत बन्छन्। चौथो अवस्था, आत्महत्या। यो सबैभन्दा खराब अवस्था हो। गरुड पुराणमा स्पष्ट लेखिएको छ कि आत्महत्या गर्ने व्यक्ति भूत बन्छ। किनभने उसको निर्धारित आयु अर्थात् जीवनको समय बाँकी छ। मान्नुहोस्, कसैले 30 वर्षमा आत्महत्या गर्यो, तर उसको आयु 70 वर्ष थियो। अब बाँकी 40 वर्ष उसको आत्मा भूत बनेर घुम्नुपर्छ। यमराजज्यू उसलाई स्वीकार गर्नुहुन्न, किनभने उसको समय अझै आएको छैन। पाँचौं अवस्था, अत्यधिक मोह अर्थात् अत्यधिक लोभ। कहिलेकाहीँ मानिसहरू कुनै व्यक्ति, ठाउँ, धन वा वस्तुसँग यति मोह गर्छन् कि मरेपछि पनि छोड्न मान्दैनन्। उदाहरण, कसैलाई आफ्नो घर यति माया छ कि मरेपछि पनि त्यो घर छोड्न मान्दैन। यो आत्मा त्यो घरमा नै बस्छ र भूत बन्छ। अर्को उदाहरण, कसैलाई आफ्नो धन यति माया छ कि मरेपछि पनि त्यो धन कसैले छुन दिँदैन। यस्ता आत्माहरू भूत बन्छन् र त्यो ठाउँमा समस्या गर्छन्। तेस्रो सत्य, के हिन्दू देवताहरूले नै भूत देख्नु भएको छ? हो, र यो धेरै रोचक छ। महाभारतमा एउटा कथा छ। अर्जुनले एकपटक एउटा भूतलाई देख्नुभयो। उलुपी नामको नागिनी अर्थात् सर्पिणी थिइन्, जो प्रेमको कारण भूत बनेकी थिइन्। भगवान श्रीकृष्णज्यूले उलुपीलाई मुक्त गर्नुभयो। रामायणमा पनि भूत प्रेतको उल्लेख छ। जब भगवान रामज्यू वनवासमा अर्थात् जङ्गलमा हुनुहुन्थ्यो, उहाँले धेरै प्रेतहरूलाई मुक्त गर्नुभयो। ताडका नामको एउटा राक्षसी थिइन्, जसलाई केही विद्वानहरू प्रेत मान्छन्। भगवान शिवज्यूको त प्रेत भूतसँग सिधा सम्बन्ध छ। उहाँलाई भूतनाथ अर्थात् भूतहरूका मालिक भनिन्छ। किन? गरुड पुराणमा भनिएको छ कि भगवान शिवज्यूले प्रेत भूतहरूलाई आफ्नो गणमा अर्थात् आफ्नो समूहमा राख्नु भएको छ। उहाँका गणहरूमध्ये धेरै भूत प्रेत छन्, तर यी हानिकारक छैनन्। यी शिवज्यूका भक्त हुन्। उहाँले यी दुखी आत्माहरूलाई शरण दिनुभएको छ। यसैले शमशानमा अर्थात् मृतक जलाउने ठाउँमा भगवान शिवज्यू बस्नुहुन्छ, किनभने त्यहाँ प्रेतहरू हुन्छन् र उहाँ उनीहरूको रक्षा गर्नुहुन्छ। हनुमानज्यूलाई सङ्कट मोचन अर्थात् सङ्कटबाट मुक्त गराउने भनिन्छ। उहाँ भूत प्रेतबाट मानिसहरूलाई बचाउनुहुन्छ। हनुमान चालिसाको एउटा पंक्ति छ, भूत पिशाच निकट नहीं आवै, महावीर जब नाम सुनावै। अर्थात् हनुमानज्यूको नाम सुन्दा भूत प्रेत नजिक आउन सक्दैनन्, भाग्छन्। यो किन हुन्छ? किनभने हनुमानज्यूको शक्ति यति ठुलो छ कि भूत प्रेत डराउँछन्। देवी दुर्गाज्यू पनि भूत प्रेतबाट रक्षा गर्नुहुन्छ। देवी महात्म्यमा भनिएको छ कि देवी दुर्गाज्यू राक्षस अर्थात् दानव र प्रेतहरूको विनाश गर्नुहुन्छ। जब कुनै घरमा भूत प्रेतको समस्या हुन्छ, त्यो समयमा देवी दुर्गाज्यूको पूजा गर्दा समस्या समाधान हुन्छ। यसैले हामीले देख्छौँ कि हिन्दू देवताहरू आफैले भूत प्रेतको अस्तित्व अर्थात् उपस्थिति स्वीकार गर्नुभएको छ र उनीहरूबाट मानिसहरूलाई बचाउनुहुन्छ। चौथो सत्य, वास्तविक अनुभव, वास्तविक कथाहरू। अब म तपाईहरूलाई केही वास्तविक घटनाहरू बताउँछु जुन मलाई व्यक्तिगत रूपमा भनिएको हो। काठमाडौँका रमेशज्यूले मलाई भन्नुभयो, हामीले एउटा पुरानो घर किन्यौँ। घर सस्तो थियो, हामी खुसी थियौँ। तर पहिलो रातदेखि नै अनौठो कुरा हुन थाल्यो। मध्यरातमा कसैले ढोका ठकठकाउने आवाज आउँथ्यो, खोल्दा कोही हुँदैन थियो। बर्तनहरू आफै चल्थे, बिजुली आफै बल्थ्यो, निप्थ्यो। सबैभन्दा डरलाग्दो, मेरो 5 वर्षको छोरा भन्थ्यो, बुबा त्यो कुनामा एउटा बुढी आइमाई बस्नुहुन्छ, हामीलाई हेर्नुहुन्छ। हामी धेरै डरायौँ। हामीले एउटा पण्डितज्यूलाई बोलायौँ। पण्डितज्यूले भन्नुभयो, यो घरमा प्रेत छ। पहिलेको मालिकको आमा यही मर्नु भएको थियो, तर राम्ररी अन्त्येष्टि भएन र उहाँको आत्मा यही अड्किएको छ। हामीले पूजा गरायौँ, हवन अर्थात् धूप धुवाँ गर्ने पूजा गरायौँ, भगवान शिवज्यूको पूजा गरायौँ। त्यसपछि बिस्तारै समस्या कम भयो। अहिले ठिक छ, तर पहिलो 3 महिना साँच्चै डरलाग्दो थियो। अर्को घटना पोखराकी सुनिताज्यूले बताइन्। मेरो साथी दुर्घटनामा मरिन्। उनको विवाह हुनै लागेको थियो, तर दुर्घटनामा ज्यान गयो। उनको मृत्युपछि उनको प्रेमी अनौठो व्यवहार गर्न थाल्यो। ऊ भन्थ्यो, मलाई रातमा उनी भेट्न आउँछिन्, बोल्छिन्, मलाई रोक्छिन्, विवाह नगर भन्छिन्। पहिला हामीले सोच्यौँ ऊ दुःखमा छ, भ्रम देखिरहेको छ, तर बिस्तारै उसको स्वास्थ्य खराब हुँदै गयो। ऊ कमजोर हुँदै गयो। अन्तमा हामीले तान्त्रिक अर्थात् मन्त्र जान्ने व्यक्तिलाई देखायौँ।
तान्त्रिकले भन्यो, त्यो मृत केटीको आत्माले उसलाई छोडेको छैन। उनी यसलाई मोह गर्छिन्। हामीले विशेष पूजा गरायौं र प्रार्थना गर्यौं त्यो आत्माको मुक्तिको लागि। बिस्तारै समस्या समाधान भयो। अहिले त्यो प्रेमीको विवाह भइसक्यो, तर त्यो अनुभव उसले कहिल्यै बिर्सन सक्दैन। पाँचौं सत्य, कसरी थाहा पाउने घरमा भूत छ कि छैन? अब म तपाईहरूलाई बताउँछु कसरी पहिचान गर्ने। गरुड पुराण र अथर्ववेदमा केही चिन्हहरू बताइएका छन्। पहिलो चिन्ह, असामान्य आवाजहरू। यदि तपाईँको घरमा मध्यरातमा अनौठा आवाजहरू आउँछन्, पाइलाको आवाज, कसैले रोएको आवाज, ढुका ठकठकाउने आवाज, तर कोही हुँदैन भने यो प्रेतको उपस्थितिको चिन्ह हो। दोस्रो चिन्ह, अचानक चिसो। यदि घरको कुनै विशेष ठाउँमा सधैँ अत्यधिक चिसो लाग्छ, जाडो छैन तर त्यो ठाउँ चिसो छ भने त्यहाँ प्रेत हुन सक्छ। गरुड पुराणमा भनिएको छ कि प्रेतहरू चिसो ठाउँ मन पराउँछन्। तेस्रो चिन्ह, जनावरहरूको अनौठो व्यवहार। कुकुर, बिरालो, विशेष गरी कुकुरहरू भूत प्रेतलाई देख्न सक्छन्। यदि तपाईँको कुकुर खाली ठाउँमा भुक्छ वा डराउँछ वा तपाईँको घरको कुनै विशेष ठाउँमा जान मान्दैन भने त्यहाँ प्रेत हुन सक्छ। चौथो चिन्ह, साना बच्चाहरूको व्यवहार। 5 वर्षभन्दा कम उमेरका बच्चाहरू भूत प्रेत देख्न सक्छन् किनभने उनीहरूको तेस्रो आँखा अर्थात् आध्यात्मिक दृष्टि अझै खुला हुन्छ। यदि तपाईँको बच्चाले भन्छ त्यहाँ कोही छ जब तपाईँलाई केही देखिँदैन भने बच्चाको कुरा सुन्नुहोस्। पाँचौं चिन्ह, बिजुलीको समस्या। यदि तपाईँको घरमा बिजुली बत्तीहरू आफै बल्छन्, निप्छन्, बारम्बार फ्यूज अर्थात् बिजुली जाने उड्छ, बिजुलीका सामानहरू अनौठो काम गर्छन् भने यो प्रेतको उपस्थितिको चिन्ह हुन सक्छ। ब्रह्मवैवर्त पुराणमा भनिएको छ कि प्रेतहरू ऊर्जा रूपमा हुन्छन् र बिजुलीसँग असर गर्न सक्छन्। छैठौं चिन्ह, दुर्गन्ध अर्थात् नराम्रो गन्ध। यदि घरमा सफा छ तर फेरि पनि कहिलेकाहीँ अनौठो दुर्गन्ध आउँछ, सडेको गन्ध वा जलेको गन्ध बिना कारण भने यो प्रेतको चिन्ह हो। सातौं चिन्ह, सपनाहरू। यदि घरका सबै सदस्यहरूलाई एकै प्रकारको डरलाग्दो सपना आउन थाल्यो, कसैले थिचेको जस्तो सपना आउँछ भने यो प्रेतको प्रभाव हुन सक्छ। छैठौं सत्य, यदि घरमा भूत छ भने के गर्ने? समाधान। अब सबैभन्दा महत्त्वपूर्ण भाग, यदि तपाईँको घरमा भूत प्रेत छ भने के गर्ने? म तपाईँहरूलाई शास्त्रसम्मत उपायहरू बताउँछु। पहिलो, घर शुद्धिकरण अर्थात् घर सफा पार्ने। हवन गर्नुहोस्। गाईको गोबर, गाईको मूत्र र गङ्गाजल मिसाएर सबै घर पुछ्नुहोस्। यसले नकारात्मक ऊर्जा सफा हुन्छ। दोस्रो, रुद्राभिषेक गर्नुहोस्। भगवान शिवज्यूलाई भूतनाथ भनिन्छ। उहाँको विशेष पूजा गर्दा प्रेतहरू शान्त हुन्छन् र मुक्ति पाउँछन्। तेस्रो, हनुमान चालिसा। हरेक दिन बिहान र बेलुका हनुमान चालिसा पाठ गर्नुहोस्। घरमा हनुमानज्यूको मूर्ति वा तस्बिर राख्नुहोस्। यसले भूत प्रेत आउन सक्दैनन्। चौथो, महामृत्युञ्जय मन्त्र। ओम त्र्यम्बकम यजामहे सुगन्धिम पुष्टिवर्धनम उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीयमामृतात्। यो मन्त्र प्रेतको मुक्तिको लागि अत्यन्तै शक्तिशाली छ। यो प्रतिदिन 10-108 पटक पढ्नुहोस्। प्रेतको नाम थाहा छ भने उसको मुक्तिको लागि समर्पित गर्नुहोस्। पाँचौं, गायत्री मन्त्र। ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात्। यो मन्त्र प्रकाश ल्याउँछ र अन्धकार हटाउँछ। प्रेतहरू अन्धकारमा बस्छन्। गायत्री मन्त्रले प्रकाश ल्याउँदा उनीहरू जान्छन्। छैठौं, नुन र रातो खुर्सानी। ढोकामा 7 राता खुर्सानी र नुनको गाँठो झुन्ड्याउनुहोस्। यो लोकविश्वासमा पनि छ र तन्त्रमा पनि। यसले नकारात्मक ऊर्जा रोक्छ। सातौं, दियो अर्थात् बत्ती। घरमा सधैँ दियो बालिरहनुहोस्, विशेष गरी बेलुका। तुलसीको दियो अत्यन्तै शक्तिशाली छ। प्रकाश हुँदा प्रेतहरू डराउँछन्। आठौं, विशेष पूजा। यदि समस्या धेरै छ भने त्रिपिण्डी श्राद्ध अर्थात् 3 पुस्ताको श्राद्ध वा नारायण बलि गराउनुहोस्। यो विशेष पूजा हो जसले प्रेत आत्मालाई मुक्ति दिलाउँछ। नवौं, तान्त्रिक सहयोग। यदि सबै गरेर पनि समस्या समाधान भएन भने कुनै अनुभवी तान्त्रिक वा पण्डितको सहयोग लिनुहोस्, तर सावधान, नक्कली तान्त्रिकहरूबाट बच्नुहोस्। दशौं, सबैभन्दा महत्त्वपूर्ण, त्यो प्रेतको लागि प्रार्थना गर्नुहोस्। प्रेत पनि एकपटक मानिस थियो, दुखी आत्मा हो।
उसलाई घृणा नगर्नुहोस्, प्रार्थना गर्नुहोस्, हे परमात्मा, यो आत्मालाई शान्ति मिलोस्, मुक्ति मिलोस्। कहिलेकाहीँ प्रेम र प्रार्थनाले नै प्रेत मुक्त हुन्छ। 7औं सत्य, विज्ञान र आध्यात्मिक सत्य। अब केही मानिसहरूले सोध्नेछन्, यो सबै अन्धविश्वास होइन र? सुन्नुहोस्, आधुनिक विज्ञानले पनि केही कुरा स्वीकार गर्न थालेको छ। पहिलो, ऊर्जाको संरक्षण नियम। विज्ञानले भन्छ, ऊर्जा न त बन्छ न नष्ट हुन्छ, केवल एक रूपबाट अर्को रूपमा परिवर्तन हुन्छ। यदि मानिस मर्यो भने उसको शरीर नष्ट भयो, तर ऊर्जा कहाँ गयो? आत्मा पनि एक प्रकारको ऊर्जा हो। यदि उचित रूपमा मार्गदर्शन नभयो भने यो ऊर्जा पृथ्वीमा नै रहन सक्छ। दोस्रो, चुम्बकीय क्षेत्र। विज्ञानीहरूले पत्ता लगाएका छन् कि केही ठाउँहरूमा असामान्य चुम्बकीय क्षेत्र हुन्छ र मानिसहरूलाई अनौठो अनुभव हुन्छ। यो के हुन सक्छ? प्रेत ऊर्जा रूपमा हुन्छन् र चुम्बकीय क्षेत्रसँग असर गर्न सक्छन्। तेस्रो, कम आवाज। कम आवृत्तिको आवाज जसलाई मानिसले सुन्न सक्दैन तर महसुस गर्न सक्छ। यसले डर, भ्रम र अलौकिक अनुभवको अनुभूति गराउन सक्छ। केही विज्ञानीहरू भन्छन् प्रेतको अनुभव यो कम आवाजको कारण हो। तर यदि हरेक अलौकिक अनुभव कम आवाजले गराउँछ भने किन विशेष पूजा, हवन र मन्त्रले समाधान हुन्छ? विज्ञानसँग जवाब छैन, तर हाम्रो शास्त्रसँग छ। सत्य यो हो कि आध्यात्मिक संसार छ र प्रेत, भूत यसको भाग हुन्। 8औं र अन्तिम सत्य, तपाईले के गर्नुपर्छ? अब तपाईहरूलाई सबै थाहा भयो। भूत प्रेत साँचो हुन्छन्। तिनीहरू कसरी बन्छन्, कसरी पहिचान गर्ने र कसरी मुक्त गराउने? अब प्रश्न, तपाईँ के गर्नुहुन्छ? पहिलो, डराउनु हुँदैन। ज्ञान शक्ति हो। अब तपाईलाई थाहा छ, तपाईँ सुरक्षित हुन सक्नुहुन्छ। दोस्रो, यदि तपाईँको घरमा प्रेतको समस्या छ भने मैले बताएका उपायहरू गर्नुहोस्। तेस्रो, आफ्ना मृत आफन्तहरूको नियमित रूपमा श्राद्ध, तर्पण गर्नुहोस्। यसले उनीहरूलाई पितृलोकमा शान्तिमा बस्न मद्दत गर्छ र उनीहरू प्रेत बन्दैनन्। चौथो, आत्महत्या कहिल्यै नगर्नुहोस् र कसैलाई पनि आत्महत्या गर्न नदिनुहोस्। यो सबैभन्दा खराब पाप हो र यसले भूत बनाउँछ। 5औं, सधैँ सकारात्मक रहनुहोस्। भगवानको नाम लिनुहोस्, मन्दिर जानुहोस्, पूजा गर्नुहोस्। सकारात्मक ऊर्जामा प्रेतहरू आउन सक्दैनन्। 6औं, यदि कसैको अचानक मृत्यु भयो भने उसको राम्ररी अन्त्येष्टि संस्कार गर्नुहोस्, पिण्डदान गर्नुहोस्, श्राद्ध गर्नुहोस्। यसले आत्मालाई प्रेत बन्नबाट बचाउँछ। 7औं, हनुमान चालिसा आफ्नो दैनिक जीवनको भाग बनाउनुहोस्। यो सबैभन्दा शक्तिशाली सुरक्षा हो। 8औं, यदि तपाईलाई वा तपाईको परिचितलाई अलौकिक अनुभव भइरहेको छ भने लुकाउनु हुँदैन, सहयोग खोज्नुहोस्।